हेलो साथीहरु नमस्ते। म फेरि आइसकेँ है। सधैँ चाहिँ आज पनि आगोमै खाना बनाएको। अनि आज चाहिँ स्पेसल त अर्कै थिएन। जाडोमा चाहिँ है झोल खान मन लाग्ने एकदमै आलु र क्वाटी उमारेर राखेको थियौँ चना। क्वाटी उमारेको चना है, त्यो खाँदा पनि एकदम टेस्टी है। काँचै खाँदा पनि एकदम हेल्दी पनि टेस्टी पनि। अनि त्यसपछि अरू तिते करेला चाहिँ फ्राई गरेर मजाले, खुर्सानी तिते करेला भन्दा धेरै चाहिँ हाम्रोमा खुर्सानी नै हुन्छ है। जहिले पनि तरकारी भन्दा धेरै चाहिँ खुर्सानी नै हुन्छ। अनि हरियो खुर्सानी चरप्प माथिबाट हालेर है, हेर्नु कति धेरै छ खुर्सानी। अनि मजाले सबै खानाहरू सबै पाकिसकेपछि चाहिँ एकदमै टेस्टी भयो है। खानाहरू एकदम टेस्टी, आगोमा बनाएको खाना, अर्ग्यानिक, आफ्नै घरमा बनाएको है। करेला पिरो पिरो जाडोमा चाहिँ पिरो पिरो भयो, एकदम टेस्टी भयो गाइस।